नमस्ते। आज म यस पूर्वाञ्चल क्याम्पस धरानमा अनलाइन एडमिसन कसरी गर्न सकिन्छ भन्ने कुरा एक्सप्लेन गर्न गइरहेको छु। सर्वप्रथम त हजुरहरूले हाम्रो admission.iupc.edu.np मा आउनुपर्ने छ। त्यहाँ आएर यहाँ अनलाइन एडमिसन भन्ने एउटा सेक्सन रहेको छ। यसमा क्लिक गर्दाखेरिमा हजुरले आफ्नो रोल नम्बर र डेट अफ बर्थ हालेर लगइन गर्न मिल्ने छ। रोल नम्बर चाहिँ हजुरले आफ्नो इन्ट्रान्स रोल नम्बर हाल्नुपर्ने छ। मैले एउटा डमी क्रिएट गरेको छु लगइनको लागि, हजुरले आफ्नो हाल्नु होला। ल यसरी हजुरले लगइन गर्न सकिनेछ। लगइन गर्दाखेरिमा हजुरको फर्स्ट एडमिसन लिस्टमा केमा नाम आएको छ भन्ने कुरो चाहिँ यहाँ देखिन्छ हैन। आफ्नो र्याङ्क यो पनि डमी हो है। हजुरले आफ्नो र्याङ्क अनि कुनै क्याटेगोरी ओपनमा हो कि कोटामा हो भन्ने कुरो यहाँ पनि भेरिफाई गर्न मिल्यो। अनि हजुरले आफ्नो डिटेल फी कति हो त हजुरले लाग्ने भन्ने कुरो छ त यहाँ यसरी भेरिफाई गर्न मिल्छ। मैले अहिले 10 रुपैयाँ मात्र राखेको छु। यो हजुर यो चाहिँ अहिले मैले एउटा डमी पेमेन्ट गर्नको लागि यति नै राखेको हो। हैन भने हजुरले कति तिर्न पर्ने हो यहाँ हजुरमा देखाउँछ है। ल मैले स्टार्ट एप्लिकेसन गर्छु। स्टार्ट एप्लिकेसनमा यो एउटा पपअप खुल्छ। यसमा चाहिँ हजुरले पहिला पेमेन्ट गर्नुपर्ने छ, त्यसपछि डकुमेन्ट स्क्यान गर्नु पर्यो, त्यसपछि सबमिट गर्नु पर्यो भनेर अलिकति इन्स्ट्रक्सन राखिएको छ। केयरफुल्ली पढ्नु होला यो चिजलाई चाहिँ। कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसकेपछि मैले कनेक्ट आइपिएस अनलाइन ब्याङ्किङ र खल्तीबाट पेमेन्ट गर्न सकिनेछ अनलाइन माध्यमबाट। हैन म अफलाइन तिर्छु भन्नुभयो भने हजुरले ब्याङ्कमा गएर हजुरले डिपोजिट गर्नुपर्ने पैसा कति हो यहाँ देखाउँछ। त्यो डिपोजिट गरेर त्यो डिसी नम्बर र त्यो पेमेन्ट डेट ठ्याक्कै यहाँ हालेर भेरिफाई गर्न पर्ने छ। भेरिफाई भयो भने अटोमेटिक सेकेन्ड स्टेजमा आफै जान्छ है। मैले अनलाइनबाट देखाउँछु गरेर। जस्तै म अनलाइन ब्याङ्किङमा गएँ। यसमा चाहिँ मैले तिर्नुपर्ने पैसा भनेको 10 रुपैयाँ 22 रुपैयाँ चार्ज भन्दैछ। यो चार्ज चाहिँ लाग्दैन है। यहाँ देखाए तापनि हजुरले पैसा तिर्दाखेरिमा यो चाहिँ लाग्दैन। यहाँ म कनेक्ट आइपिएसबाट अहिले पेमेन्ट गर्न गइरहेको छु। हजुरले मोबाइल ब्याङ्किङमा पनि गएर आफ्नो कुन मोबाइल ब्याङ्किङबाट गर्ने हो यो पनि गर्न मिल्छ। खल्ती वालेटबाट पनि मिल्छ है। ल कनेक्ट आइपिएसमा गएँ। मैले मोबाइल नम्बर राखेँ। मोबाइल नम्बर राखेर मैले सबमिट गरेँ। सबमिट गरेँ मेरो यस्तो लगइन पोर्टल आउँछ। यसमा चाहिँ मैले यहाँ चाहिँ मैले लगइन गरेँ। साइन गर्दाखेरि यसरी खुल्छ है। यहाँ चाहिँ हजुरले खल्ती माध्यमबाट तिर्दै हुन्छ है। यहाँ यसो आफ्नो भेरिफाई गर्ने। अब यहाँ आफ्नो कुन एकाउन्टबाट हो एउटा एकाउन्ट छ एउटा मात्रै आउँछ। मैले सबमिट गरेँ। सबमिट गर्दाखेरिमा अब अहिले ओटिपी पठाउँछ हजुरको मोबाइल नम्बरमा। मैले यसरी सबमिट गरेँ। यसले के भन्नु त पेमेन्ट सक्सेसफुली भयो भन्नु है। यहाँ चाहिँ तपाईँले भयो। अब हजुरले के गर्नुपर्ने हुन्छ त डकुमेन्ट सबमिट गर्नुपर्ने हुन्छ। हजुरले आफ्नो ट्रान्जेक्सन भेरिफाई गर्न मिल्यो, पैसा तिरेको पनि भेरिफाई गर्न मिल्यो। अब चाहिँ हजुरले यो डकुमेन्टहरू चाहिँ हाम्रो यहाँ बुझाउनु पर्ने हुन्छ। यो डकुमेन्ट बुझाउँदाखेरिमा ध्यान दिनुपर्ने कुराहरू छ। यो डकुमेन्ट प्रोपरली स्क्यान गर्नुपर्ने हुन्छ। क्याम स्क्यानर अथवा अरू कुनै स्क्यानरले क्लियर हुनुपर्छ। ब्याकग्राउन्डमा हजुरले अरू केही पनि आउनु हुँदैन है। यो भेरिफाई हुन्छ यो हरेक डकुमेन्टहरू। अनि रिजेक्ट भयो भने फेरि रिसबमिट गर्नुपर्ने हुन्छ। त्यही भएर यो हरेक जुनसुकै डकुमेन्ट अपलोड गर्दै हुन्छ त्यो डकुमेन्टलाई पहिला स्क्यान चाहिँ राम्ररी गरेर राख्नु होला। 500 KB को डकुमेन्टसम्म तपाईँले के गर्नु मिल्छ त यहाँ अपलोड गर्न मिल्छ। मैले अहिले डमी डकुमेन्टहरू हालेर ट्राई गर्छु है। यसरी मैले सबै डकुमेन्टहरू अपलोड गरेँ। डकुमेन्ट यहाँदेखि हजुरले भ्यू पनि गर्न पाइयो है। हजुरले म के अपलोड गर्दै गरेँ मैले भनेको सबै यहाँ भेरिफाई पनि गर्न पाइयो। यो भेरिफाई पनि गर्नु होला। एकदम क्लियर गरेर भर्नु होला। यो चाहिँ किनकि यो डकुमेन्टहरूको आधारमा हजुरको यहाँ एडमिसन हुने हो। त्यही भएर यसमा चाहिँ तपाईँले कुनै मिस्टेक गर्नुभयो, कुनै डकुमेन्ट जस्तै माइग्रेसन हाल्ने ठाउँमा प्रोभिजन हालिदिनु भयो, यस्तो गर्नुभयो भने फेरि एडमिसनमा तपाईँको इफेक्ट हुन्छ है। त्यो गर्नु होला। अनि लास्टमा चाहिँ यसमा चाहिँ हजुरको यो डिक्लेरेसन हो। यसमा चाहिँ हजुरले कुनै प्रोभाइड गरेको कुनै पनि डकुमेन्ट यदि हजुरको फल्स हो त्यस्तो छ भने हजुर आफै जिम्मेवारी हुनुहुन्छ। यसमा एडमिसन कमिटीले हजुरको एडमिसन क्यान्सल पनि गर्न सक्ने ऊ राख्छ भनेर राइट्स राख्छ भनेर भनेको छ है। यो डिक्लेयर पनि गर्नु होला। अनि हरेक डकुमेन्ट चाहिँ नोटरी गरेको हुनुपर्छ है। यो चाहिँ नबिर्सनु होला। हजुरले यहाँ अपलोड गर्ने जुनसुकै डकुमेन्ट होस् त्यो चाहिँ नोटरी गरेको हुनुपर्छ। अनि अनलाइन पेमेन्ट गर्नुभएको छ भने यहाँ चाहिँ ब्याङ्क भाउचर सबमिसन भनेर हजुरकोमा आउँदैन। यदि ब्याङ्कबाट तिर्दै हुनुहुन्छ भने चाहिँ यहाँ भाउचर पनि हाल्नुपर्ने हुन्छ है। मैले यहाँ गरेँ। अनि मैले के गर्छु त सबमिटमा एप्लिकेसन गर्छु। यो एडमिसन एप्लिकेसन हेज बिन सक्सेसफुली सबमिटेड भनौँ। यहाँ हजुरले डिटेल पनि हेर्न मिल्यो। यसमा चाहिँ पेमेन्ट रिसिप्ट पनि हजुरले चाहियो भने यहाँदेखि डाउनलोड पनि गर्न मिल्छ है। हजुरले तिरेको पैसा हाम्रो क्याम्पसको यो चाहिँ कम्प्युटर जेनेरेटेड बिल हो। अनि यो बिल तपाईँलाई ओरिजिनल चाहिन्छ भने चाहिँ क्याम्पस नै भिजिट गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ एप्लिकेसनको आफ्नो स्ट्याटस कन्फर्मेसनमा हेर्न पाइयो। यदि कुनै डकुमेन्ट मिसिङ छ केही भयो भने उताबाट एडमिसन कमिटीबाट हजुरहरूलाई चाहिँ के आउँछ त फेरि रिसबमिट गर भनेर एउटा मेसेज आउँछ। त्यो हजुरको पोर्टलमै आउँछ। लगइन गरेर हेर्न सक्नुहुन्छ है। थ्याङ्क यू। केही तपाईँले फेरि केही त्यस्तो कुराहरूमा कन्फ्युजन भयो भने admission@iupc.edu.np मा गएर पनि हजुरले इमेल छोड्न सक्नुहुन्छ है।